हेलो गाइस, नमस्कार। स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। अहिले चाहिँ पानी परिरहेछ है, बेलुका बेलुका भइसक्यो। पानी पनि झरिरहेछ है। अब हामी कहाँ खोज्न जाउँ त? हामी उहाँ जाँदै गर्दा टुलुटुलु आउँदै गरेको भए नि हुन्थ्यो नि। अहिले चाहिँ हामी बाख्रा खोज्न गइरहेको होइन, पानी परिरहेछ। अगाडि अगाडि आन्टी र आमा हुनुहुन्छ, अगाडि जानुहुँदैछ। यहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ होइन, आमा हुनुहुन्छ पिरले, किनभने मसिनो मसिनो बच्चाहरू छोडिएको छ नि त। त्यो पनि कतिवटा भन्दा 10 वटा। हेलो नमस्कार साथीहरू। आज फेरि हामी बाख्राको पाठा खोज्न गइरहेका छौँ। एकदम बिहानै छ अनि त्यही भएर मेरो मोबाइलमा ब्लर ब्लर देखिरहेको छ साथीहरू। हिजो पनि हामी खोज्न गएको, नभेटेर बेलुका राति आएको थियौँ। अनि आज फेरि मम्मी म भएर जाँदैछौँ। अगाडि आमा हुनुहुन्छ अनि जाँदैछौँ। बाख्रो पाठोले दुःख दिए, हिजो पानी परेर के भयो हाम्रो पाठाहरू। अझै पर यहाँहरूले देख्न सक्नुहुन्छ बत्ती बलिरहेछ है। हामी हाम्रो पाठा खोज्न निरन्तर लागि परेका छौँ। अनि हामी अहिले चाहिँ खोल्सा खोल्सा दौडिँदैछौँ होइन। खोल्सा खोल्सा खोज्दै हामी चाहिँ बाख्रा पाठा खोजेको है। बिहान पनि खोज्यो, दिन पनि। अहिले चाहिँ दिन छ होइन। पर कराउँदैछ, सायद त्यही हुनुपर्छ। मम्मी अगाडि अगाडि जानुहुँदैछ, म चाहिँ पछि पछि मैं जा रहा हूँ होइन। त्यहाँ पनि सानो झर्ना पनि रहेछ, कुलुलुलु गर्दै कुदिरहेछ। यस्तो बाटो हिँड्नुपर्छ। खोल्साइ निस्किनु। अनि साथीहरू फाइनली हामीले चाहिँ हाम्रो बाख्रालाई भेटेको अवस्था होइन। हामीले भेटेको अवस्था। माथि जानुपर्ने छ, यस्तो छ बाटो। ओ माई गड, के साह्रो उकालो छ भने नि गाईहरू। बल्ल बल्ल फाइनली हाम्रो पाठाहरू चाहिँ यस्तो अवस्था है। यस्तो ठाउँमा बसेको बिचराहरू। हिजो दिउँसो हराएको, आज दिउँसो भेट। 1 2 3 4 5 6 वटा रहेछ। यिनीहरू चाहिँ चढ्दै चढ्दै अहिले बिहान यता आयो होला नि। यिनीहरूलाई आऊ क्यामेली आऊ। अनि कसले त नि छुटिनु लाग्छ त नि? तिमीहरूको साथीहरू त अघि बिहान आयो त नि। आऊ 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 आऊ। जाँदैन होला आऊ 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 आउँछ होला घाँस दिँदै लैजाऊँ न। बिस्तारै बिस्तारै आउँछ मम्मी आउँछ। तिमीहरूलाई यो चाहिँ हो हाम्रो बाख्रा साथीहरू, हिजोदेखि हराएकोहरू। बल्ल आज एक दिनमा भेट्यो।
यो चाहिँ बच्चाहरूले उनीहरूको माउ भेटिसकेपछिको अवस्था हो है। अघि मैले भिडियो बनाएर अलिक ढिलो गरेँ, अघि त कम्ता खुसी भएको थिएन। तिनीहरूको आमा चाहिँ रातभरि कराएर अनि मम्मी चाहिँ माथि ननिदाउनु भएर निन्द्रा नलागेर मम्मीलाई हिजोदेखि खोजेको बाख्राहरू पाठाहरू बल्ल भेट्यो। अब रातभरि मम्मी सुत्नु भएको थिएन, अब चाहिँ बल्ल आनन्द एकदमै ढुक्क भयो अनि मम्मी पनि एकदमै खुसी हुनुभयो। यति भन्दै अनि आजको यो मेरो भ्लगलाई चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु है, गर्दछु। यति हेर्नुभयो, थ्याङ्क यू सो मच।